हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। तपाईहरुलाई स्वागत छ मेरो न्यू ब्लग्समा। आज पनि सदा चाहिँ म कामबाट आइरहेको छु अनि हेर्न सक्नुहुन्छ सर्बियामा हरियाली छाइसकेको छ। यो चाहिँ नेपालको फुड डेलिभरी जस्तै हो, के अरे फुड डेलिभरी नै हो नेपालको जस्तै। नेपालको के पो छ नेपालमा, पठाओ फुड हैन। त्यसपछि अर्को के पो छ, त्यसपछि अर्को ग्लोबो छ। अनि तिनीहरूले चाहिँ डेलिभरी गर्छ। यहाँ अगाडि चाहिँ कन्स्ट्रक्सनको काम भइरहेछ अनि हेर्न सक्नुहुन्छ हरियाली सुरु भइसकेको छ। जताततै रुखहरू है सबै हरियो हरियो छ अनि जाडो पनि एकदम कम छ, एकदम हैन धेरै नै कम भइसकेको छ। उयो त बसमा मान्छेहरू खचा कति धेरै हो। यो यतिखेर चाहिँ ठ्याक्कै ड्युटीबाट आउने टाइम पर्छ क्या। त्यो हुनाले चाहिँ मान्छेहरू गाडीमा खुट्टा राख्ने ठाउँ हुँदैन क्या। उता मेन बेलग्रेड हो अनि यो चाहिँ अलिकति साइडमा हो क्या। मतलब बेलग्रेड चाहिँ बेलग्रेड नै हो, ओल्ड बेलग्रेड हो, तर अलिकति छेउमा हो क्या। यो चाहिँ मेन चाहिँ परतिर छ। त्यहाँ चाहिँ ठुलो ठुलो कम्पनीहरू पनि छ। एप्पलहरू कुनको कम्पनी चाहिँ उतै छ। त्यो भएको हुनाले यो मान्छेलाई दिनु अनि हाम्रो चाहिँ अब कम्पनीबाट होइन एउटा राखेर दुईवटा दिनु, एउटा दिनु नि त। माग्ने मान्छे त होइन क्या, अब माग्ने मान्छे नै होइन है गइहाल्यो, छोडिदिनु। अनि यहाँ चाहिँ माग्ने मान्छेहरू कतिजनाहरू हुन्छ होइन। अनि तिनीहरूलाई चाहिँ उ गरिरहेको हुन्छ क्या, के अरे माग्न बसिरहेको हुन्छ बाटोमा। त्यो अलि भर्खरकोहरू नि कतिजना बसिरहेको हुन्छ। त्यस्तो चाहिँ मलाई मन पर्दैन होइन। यस्तो बिचरा बुढी मान्छेहरू अनि महिलाहरू अलिकति अशक्तहरू देख्दाखेरि चाहिँ सहयोग गर्छौँ कि हामी। कहिलेकाहीँ खानेकुराहरू हुन्छ अनि त्यो खानेकुराहरू चाहिँ कहिलेकाहीँ दिने गर्छौँ। हिजो पनि हाम्रो कम्पनीबाट पठाएको पार्सल स्यान्डविच, मासुहरू, त्यो उसको स्यान्डविच पाउरोटीको दियौँ होइन। अनि आज पनि दिने भनेको, अनि त्यो आमा उता गइहाल्यो। अनि यस्तै छ होइन। अब हामी पाउरोटी त्यति रुचाउँदैनौँ। त्यो भएको हुनाले चाहिँ कहिलेकाहीँ दिन्छौँ। हिजो त सबै दिएको है, हिजो चाहिँ सबै दिएको। आज चाहिँ हल्का भोक लागिरहेछ, त्यही पनि एकजना रहेछ भनेर। हिजो त कति तिनजना थियो होइन, फ्यामिली नै थियो यार। कस्तो खालको मान्छे हो है त्यो बुढो चाहिँ। हेर्दाखेरि त यहाँ काम गर्नु सक्ने हट्टाकट्टा हामी जस्तै थियो। बिचरा सानो नानीहरू कस्तो या माया लाग्दो। अनि यस्तो हुन्छ यहाँतिर पनि माग्नेहरू चाहिँ भेटिन्छ है है। अनि हामीले अस्ति कति खोजेको नि माग्ने। पाउरोटीहरू यति धेरै थियो, नखोलेकै पाउरोटीहरू थियो टन्नै 5-6वटा दिने भनेको। त्यतिखेर चाहिँ फेरि भेटेन क्या, हल्का हुस्सु लागिरहेको थियो है। अनि त्यो हुनाले त्यो पानी परिरहेको थियो, पानीको मौसम थियो, हरियाली छ चारैतिर, मजा लाग्छ क्या यो हरियाली देख्दा चाहिँ। यो फुलहरू जम्मै झरिसकेछ। यहाँ अगाडि चाहिँ छ बरु फुल अलिकति। अनि हल्का पानी परिरहेको थियो अनि हल्का झरीको मौसम गरिरहेको थियो 2-4 दिन। त्यतिखेर भेट्थेन क्या, नत्र त्यतिखेर हामीले पाउरोटी यति धेरै थाल्यौँ नि है, नत्र दिनुहुन्थ्यो। अनि फाइनल्ली हाम्रो होइन मेरो रुममा चाहिँ एकजना नेपाली दाइ आइसक्नु भएको छ। बहुत महँगो पैसा तिरेर, हामीले भन्दा समथिङ 75-80 हजारै बढी तिरेर आइपुग्नु भएको छ। हामीले 7 लाख तिरेको थियो नि, उहाँहरूले 7-75-80 कति तिरेर आउनु भएको अरे। अनि गाह्रो छ। अब उहाँसँगको नि भ्लग यहाँ अब सम्भव भयो भनेदेखि चाहिँ म जोड्ने प्रयास गर्छु है त। अनि यस्तै छ सबै हरियाली हेर्न सक्नुहुन्छ। हाम्रो होस्टेल आइपुग्यो, अब यस्तो छ। अनि अरू के भन्ने, यहाँ दामी फुल छ एउटा पिङ्क कलरको। पात चाहिँ पलाएकै छैन तर ऊ चाहिँ भइसकेको छ क्या, फुल चाहिँ फुलिसकेको छ। हाम्रो यो खाना खाने क्यान्टिन हो यो यहाँको लागि। उता काम गर्ने ठाउँ उता छ, यता चाहिँ हाम्रो क्यान्टिन। अनि हाम्रो रुम त परतिर भइहाल्यो है। यस्तै छ। पछि आउने मान्छे चाहिँ यहाँकै विद्यार्थी जस्तो छ, हुन आइरहेको। अब त नि यतै छिर्यो या विद्यार्थी पो रहेछ।
अनि यहाँ चाहिँ झार यति अग्लो अग्लो भएको थियो मिसिन लगाएर काटेछ यति यति पलाइसक्यो छिट्टो पलाउँदो रहेछ क्या यति लामो लामो यो फुलहरू थियो झारको सबै फुलहरू काटेर फेरि पनि पलाइसकेको छ है त अब हेर्न सक्नुहुन्छ झन्डै लडेन है यहाँभित्र अब हाम्रो रुममा चाहिँ बत्ती त अफ रहेछ ए सुत्नु आहालै यता मेरो रुम यहाँ अर्को दाइ आइसक्नु भएको के छ ठिक छ दाइ हामी त ड्युटीबाट आइपुग्यो त के छ अनि कस्तो भयो आजको बसाइ नेट जोड्नुभयो जोडिदियो ल उहाँको फाइनली नेट पनि जोडिसकेको छ मैले भ्लग बनाइरहेको छु क्या त केही समस्या त हुँदैन नि केही समस्या छैन नि होइन ल ठिक छ त्यसो भए म कपडा सडा खोल्छु खुट्टा धुनु पऱ्यो म उसमा युट्युबमा भ्लगहरू पनि हालिरहेको हुन्छु कि भ्लगहरू बनाउँछु युट्युब च्यानल छ मोनिटाइज त भएको छैन सब्सक्राइबर त त्यति धेरै छैन तर भ्लग चाहिँ प्रायः रेगुलरै बनाउँछु कि यहाँको सर्बियाको भ्लगहरू पनि डन्नै बनाएको छ अनि त्यही रुममा आज चाहिँ भ्लग बनाउँदै आइरहेको थिएँ अनि त्यही भएर ल गाइस यही हो हामी दुईजना छौँ अहिले चाहिँ रुममा है त यस्तै छ अब पछि हामी दाजुभाइको अब कुनै दिन होइन गफसफ गरेको भ्लग पनि अब राखिन्छ आउँछ अब ड्युटी लागौँ त्यसपछि बाटोमा कुरा गर्दै हिँड्नु मजा हुन्छ क्या होइन यहाँ अब रुममा बसेर बोल्नु पनि खासै मजै हुँदैन है त ल गाइज सी यू इन नेक्स्ट भिडियो अहिलेको लागि चाहिँ बाई